चुनाव सकियो, परिवर्तन के हदसम्म भयो, एक्सनमा हुनु बाँकी छ। तर चुनावले हामीले गर्नु परिवर्तन एउटा मतको परिवर्तन भएको छ। तर अब परिवर्तन के मतै मात्र हो त परिवर्तन? के लाग्छ? हाम्रो घुस र बेइज्जती र बेइमानी हाम्रो रगतमा बसेको छ। हुन पनि एक किसिमको माथिबाट नै कन्ट्रोल नभएको कारणले एउटा लिड नगर्ने परिवेश नबसेको कारणले गर्दाखेरिमा पनि लोवर लेभलमा त्यही किसिमको फलोअप आएको भन्न चाहिँ मिल्छ पनि होइन। अब त्यो फलोअप अब त्यो भन्ने दृष्टिकोण अब चाहिँ फेरिन्छ कि अब चाहिँ हामी फेरिन सक्छौँ कि? अब कोही पनि सरकारी जागिरको लागि प्रत्याशी गर्दै गर्दाखेरिमा म घुस खाएर कमाउँछु भन्ने कुरा कसैलाई नलाग्न सक्छ कि? अब कोही पनि प्राइभेट इन्फ्रास्ट्रक्चरहरू, प्राइभेट कम्पनीजहरू जुन कन्स्ट्रक्सन कम्पनीहरू छन्, अब म अब एज ए इन्जिनियरिङको विद्यार्थी भएको कारणले गर्दाखेरिमा 1, 2, 3 भन्ने रेसियोबाट हामी 1, 2, 4मा त भाग्दैनौँ नि। जहाँनेरि हाम्रो टेन्साइल डन्डी प्रयोग गर्नुपर्छ भन्नेमा हामी कम्प्रेस डन्डी राखेर बङ्गदाखेरिमा पिटिक पिटिक भाँचिने डन्डी युज गर्दैनौँ नि हामी। भ्रष्टाचार त त्यो पनि होला नि त। कन्क्रिटको जब 2 औँजुली कन्क्रिट मिसाउनको लागि बचाउनको लागि हामी ढुङ्गा प्रयोग गर्छौँ भने, ठुल्ठुला ढुङ्गा प्रयोग गर्छौँ भने त्यो पनि होला नि त भ्रष्टाचार। अनि यो भ्रष्टाचारको रुटमा केलाउँदै जाने हो भने कुनै पनि कम्पनीले ठेक्का लिँदाखेरिमा एउटा ठुलो कम्पनीले ठेक्का लिन्छ, त्योभन्दा सानो त्योभन्दा अर्को कम्पनीले ठेक्का दिन्छ 2%, 3% राखेर। फेरि त्यो कम्पनीले अर्कोलाई ठेक्का दिन्छ। ठुल्ठुलो कम्पनी बिचै 3वटा ठेक्का परेर गइसके पछाडि एउटा लास्टको कम्पनीले ठेक्का पाउँछ। त्यो भइसकेपछि उसले जुन लागत छ त्यो लागतै उठाउन सक्दैन, जुन क्वालिटी मेन्टेन छ त्यो क्वालिटी मेन्टेन गर्न सक्दैन। अब कुनै पनि कन्स्ट्रक्सन कम्पनीले त म घाटा खाएर घाटा बेहोरेर कन्स्ट्रक्सन गर्छु त भन्दैन। यदि ऊ घाटा खाएर खर्च गर्दैन, तर हामी जो होइन, कन्स्ट्रक्सन र इन्जिनियरिङ भनेको एउटा कल्चर हो। कुनै पनि रेसियोमा राख्नु, तर रेसियो अनुसारको क्युरिङ टाइम दिनु र क्युरिङ अनुसारको जुन एज पर डिजाइन छ त्यो अनुसारको डिजाइन फलो गर्नु र बिओकी फलो गर्नु भनेर जुन लागेको इन्जिनियर छ, त्यो इन्जिनियर त त्यो बााउन्ड्रीमा चाहिँ त सस्टेन गर्न सक्नु त भएन। He will definitely get elected, being demolished from his position. मोरालिटी त त्यसमा पनि हुन्छ होला नि त। अब यो मोरालिटी, अब यो वातावरण कसरी चेन्ज हुन्छ? अब आउने धेरैजना सिभिल इन्जिनियरहरू छन् र यो सिचुएसनबाट कोही पनि अनभिज्ञ छन् जस्तो मलाई लाग्दैन। मैले अब 2टा बिल्डिङमा काम गर्दाखेरिमा, सरकारी कामै गर्दाखेरिमा पनि सुरुमा त म प्रखर रूपले नै खरो रूपले नै आएको थिएँ, तर दोस्रोमा के हदसम्म पछाडि नै भयो, म त्यसो स्ट्रङली आउन सकिनँ। आई बिन कर्नर्ड। एउटा कन्स्ट्यान्ट लिडरसिप कोही हुन्छ, अब सानो सानो कुरामा नाङ्डिङी धेरै गरे पछाडि न आफूसित खुल्ने मौका हुन्छ र न आफूले प्रखर रूपले गर्न सकिन्छ। आउँदाखेरिमा पनि
धेरै बाठो तरिकाले चाहिँ पन्छौनी गरिन्छ। अनिखेर के अचम्म अब भनिन्छ नि ठ्याक्कै यसमा त्यही भएर पनि मान्छेले प्रायः एक्सेप्ट गरेको कारण पनि त्यही होला। के रावणको धर्मयुद्ध भनेको के हो त, जसरी कर्ण कौरववर्गमा थिए र आफ्नो धर्मयुद्ध फलो गरिरहेको थिए, त्यसरी नै अब ठेकदारको हिसाबमा भइसकेपछि ठेकदारको उसलाई त घाटा पुर्याउने हो भने त हामीले कसरी बाँच्ने, त्यही माध्यम फलो भयो होला। यो विषयमा अब हो भन्छन् मधुखोलो जस्तो अब सबभन्दा अट्याक गर्ने नि नराम्रोबाटै सुरु हुन्छ भन्छन्। होइन राम्रो कुरा मात्र गर्ने, आफ्नो राम्रो के छ व्यक्त गर्ने भनेर भन्छन्। तर भएको रीतिथितिलाई चाहिँ कसरी मिलाउँदै जाने हो, हुन त नसक्लान्। आफू राम्रोको पक्ष बस्नुपर्छ भन्छन् होला, तर यो चिजलाई कसरी निकाल्ने, यो चिजलाई कसरी गयोपूर्वक हेर्ने।